देखिरहेछ के अरे आयो के भन्छ हामी चाहिँ रहेको छौँ अहिले तारतुङ ताप्लेजुङको पापुङ भन्ने ठाउँमा र हाम्रो यहाँ बाजे देख्न सक्नुहुनेछ उहाँ चाहिँ यो भेडाको धनी हुनुहुन्छ र एउटा भेडाको दाम चाहिँ 15,000 मात्र अरे उहाँले चाहिँ एकदमै डिस्काउन्टमा दिनुहुने रहेछ तपाईहरुलाई यदि भेडा चाहियो भने चाहिँ ताप्लेजुङको पापुङमा रहेको तारतुङ गाउँको हाम्रो बाजेकोमा आएर सम्पर्क गर्न सक्नुहुनेछ हजुरहरुले र यहाँ यति धेरै भेडा छ बाजे कतिवटा भेडा छ अरे 230 वटा छ 230 वटा अनि हिजो चाहिँ हामी बाटोमा आउँदै थियौं यति धेरै भेडा लिएर आउनु भएको थियो कि अनि हतार हतार फोन झिकेर हामी चाहिँ भिडियो बनाउन तर्फ लाग्यौं एकैछिन भिडियो बनाउँछौं भनेर र उहाँकै घरमा हामी बसेको थियौं अनि भेडा यही नजिकै छ भनेपछि चाहिँ हामी यहाँ हेर्नुलाई आएको साथै उहाँको यति राम्रो राम्रो भेडा यति बलियो बलियो छ यो भिडियोमा त केही पनि हैन यहाँ रियलमा आएर हेर्दा एकदमै छक्कै परिन्छ तपाईहरुलाई चाहियो भने चाहिँ सम्पर्क गर्नु होला है ताप्लेजुङको पापुङ तारतुङ भन्ने ठाउँमा अनि यो भेडाको उन पनि हुन्छ हैन बाजे हुन्छ एकदम धार्मीको 350 मा किनबेच हुन्छ 350 मा किनबेच हुन्छ अरे यो चाहिँ कहाँ लगेर बेच्नु कि कसरी उन किन्नु यही आउँछ यही गाउँको बासिन्दाहरु यो आफै काट्नु हुन्छ उन ए उन के भन्छ उनै होला नि ए अनि आफै काटेर दिनु पर्छ वाउ त्यो उन के भन्छ घाममा सुकाएर किलोमा धार्नीमा जोखेर दिन्छ अनि त्यो लगेर उहाँहरूले कपडा जे पनि बनाउन सक्यो हैन रारी बुन्छ लुकुनी बुन्छ यो चरपटेहरु के चकटीहरु बुन्छ वाउ र तपाईहरुले लगाउँदै गर्नुभएको उनको लुगाहरु उनको हरेक त्यो अहिले बाजेले भन्नुभएको हरेक कुराहरु चाहिँ यस्तो भेडाबाट बन्छ रहेछ है गाइस म चाहिँ एकदमै रमाइरहेको छु यति राम्रो यो चाहिँ पहाड हो यहाँ चाहिँ मेरो नानीहरु छ यता हेर्नु हामी चाहिँ यो डान्स लाइनबाट हामी धेरै ठाउँ घुम्न पाइरहेको छौं एकदमै खुसी लागिरहेको छ र बोल्दा बोल्दै जिब्रो पनि लटपटिहाल्छ हो एका बिहान बिहानै हामी त भर्खर नै उठेको खाजा खाएर निक्लेको र बाजे लास्टमा के भन्नुहुन्छ तपाईको भिडियो कहाँसम्म देखोस् के भन्नुहुन्छ सबैले देखोस् काठमाडौँमा चाहिँ उहाँको आफन्त हुनुहुन्छ अरे को हुनुहुन्छ छोरीहरु सोल्टीहरु सबै छ ए छोरी सोल्टी हुनुहुन्छ अरे उहाँ चाहिँ बर्खाभरि काठमाडौँ बसेर आउनु भएको अरे भर्खरै मात्रै अनि तपाई उता हुन्जेल चाहिँ यति धेरै भेडा कसले चरायो नि ए गोठला हुनुहुन्छ अरे यो दिनभरि चराउनु पर्छ कि कति घण्टा चराउँदा अगाउँछ 10 बजेतिर खोल्छ यो खोलेर भरे 4 बजे 5 बजे छोडेर ल्याउँछ अनि म चाहिँ अब त्यहाँ आउनु मिल्छ नि हैन म भेडा नजिकबाट देखाइन्छु कत्रो ठुलठुलो छ तर कसरी जाने जाउँ सबैजना जाउँ न किल्लामा समाउनु मुनि किले लड्यो भने चाहिँ तर अनि भरि उक्लिन सक्दिन होला नि ल यहाँ समाउनु त फोन म यहाँ ओर्लिँदै गरेको देखाउनु ल यसै नै भिडियो कट गरौँ